Maniati Gajmer and Upendra Neupane. चाडपर्व संस्कृति र परम्पराले छुट्टाए जस्तो लागे पनि हरेक खुसीमा हातेमालो गर्न सद्भावना र एकै मुटु भएको छ। सिक्किम आइडल सिजन 2 को यो सेमी फाइनल राउन्डमा जातीय सद्भाव एपिसोडमा हार्दिक स्वागत गर्दछु। नमस्कार, म उपेन्द्र न्यौपाने। जातीय विविधता यहाँ रङ्गीन फुल बगैँचा जस्तै छ, जहाँ एउटै माटोले सबैको जरामा समान पानी पुगेको छ। नमस्कार, मनियती गजमेर। विभिन्न राउन्डहरू पार गर्दै आज हामीसँग हाम्रा टप 6 कन्टेस्टेन्ट्सहरू हुनुहुन्छ र म हजुरहरूलाई आजको यस सेमी फाइनल राउन्डमा स्वागत गर्दछु। आजको यो सेमी फाइनल राउन्डमा 2 जना आउट हुनेछन्, किनभने यो भन्दा पहिलो एपिसोडको डुएट राउन्डमा जजहरूको विशेष निर्णयले कोही पनि आउट हुनु भएको थिएन। आज हामी माझ हाम्रा 2 जना ग्रान्ड जजहरू हुनुहुन्छ। स्वर सम्राट नारायण गोपालदेखि नयाँ पुस्ताका गायक गायिकाहरूले समेत उहाँको सङ्गीतमा आवाज दिनुभएको छ। हो, आजको हाम्रो ग्रान्ड जज हुनुहुन्छ वरिष्ठ सङ्गीतकार चन्दन लोम्जेलज्यू, दार्जिलिङकी वरिष्ठ गायिका जसले नेपाली सङ्गीतमा गहिरो छाप छोड्नु भएको छ। भैँसी लड्यो है माया जस्ता गीतले उहाँलाई लोक सङ्गीतमा अति नै प्रिय बनाएको छ। नेपाली सङ्गीतिक क्षेत्रमा अतुलनीय योगदान दिनुभएकी हामीसँग हाम्री वरिष्ठ गायिका डेजी बराइली म्याम पनि हुनुहुन्छ। अब 6 जना प्रतिभाशाली प्रतिस्पर्धीहरू बीच सङ्गीतिक भिडन्तर हुन लागिरहेको छ। हामी आजको कार्यक्रम हाम्रो सिक्किम राज्यको राज्यगानबाट शुभारम्भ गर्नेछौँ। जोरदार तालीले हामी हाम्रा टप 6 कन्टेस्टेन्टलाई स्वागत गरौँ।